पशुपति शमशेर जबरा। सम्माननीय सभामुख महोदय, अहिले कर्णाली पुगेका केही नेताहरू जो आफै यो सदन र सरकारमा हुनुहुन्छ, उहाँहरूले कहिले कर्णालीमा नेता नभएको त कहिले कर्णालीका जनताले भात खान नपाएका जस्ता अपमानजनक अभिव्यक्ति दिने गरेका छन्। यसप्रति म दुःख व्यक्त गर्न चाहन्छु। उहाँहरूलाई कर्णालीमा नेता नभएका होइनन्, तर बजेट कब्जा गर्ने र राज्य स्रोतमाथि रजगज गर्ने बेइमान राजनीतिक व्यक्ति नभएको बारेमा जानकारी गराउन चाहन्छु। सभामुख महोदय, कर्णाली र विशाल खस साम्राज्यको इतिहास नबुझेर हावादारी अभिव्यक्ति दिने ती पात्रहरूलाई 2200 राज्य र खस साम्राज्यकालीन इतिहास अध्ययन गर्न आग्रह गर्दछु। कर्णालीमा भोगमरी थिएन सभामुख महोदय, त्यो एयरपोर्टमा पाउने सेतो चामल मरी मात्रै थियो। जुन ठाउँमा कागुनो, कोदो, फापर र विश्वको सबैभन्दा अमूल्य मार्सी चामल पाउने ठाउँमा कहिले पनि भोगमरी थिएन सभामुख महोदय। र हामी दसैँको टीका स्वयं प्रधानमन्त्रीले खाएर मार्सी चामल भनेर ब्रान्डिङ गरिदिएको मार्सी चामलबाट हामी टीका लगाउँथ्यौँ सभामुख महोदय। त्यसैले राज्य सत्ताको चरम दुरुपयोग गरेर संविधानको मर्मलाई उल्लङ्घन गर्दै कहिले गौरवको आयोजनाको नाममा, कहिले भ्यू टावरको नाममा, कहिले सुरुङ मार्गको नाममा त कहिले एयरपोर्टको नाममा राज्यको बजेट ठेकेदारसँग सेटिङ कब्जा गर्नेले कर्णालीमा नेता र राजमार्ग उस्तै रहेछन् भन्नु लज्जास्पद अभिव्यक्ति हो सभामुख महोदय। 18 वर्षसम्म लोकतन्त्रको सुन्दर वर्ण गरेर राज्य सत्ताको गुलियो स्वादमा रुमुलिरहेकालाई म आग्रह गर्न चाहन्छु। प्रधानमन्त्री तपाईँकै, अर्थमन्त्री तपाईँकै, भौतिक मन्त्री तपाईँकै, पटक पटक सत्ताको स्वाद चाख्ने तपाईँ अनि दोष भन्ने कर्णालीका नेतालाई तपाईँहरूले सिकेको जनताद्वारा जनताको लागि भन्ने राजनीतिक आदर्श यही हो। आफ्नो निर्वाचन क्षेत्र सीमित भएर यति बजेट ल्याए उति बजेट ल्याए भन्ने अभिव्यक्ति जिल्ला तहको नेताको हुनुपर्ने हो। देशको मन्त्री, मुख्यमन्त्री भएका व्यक्तिले त संविधानको न्यायोचित विकासको मर्मलाई कार्यान्वयन गर्नुपर्ने होइन र? एकचोटि गम्भीर भएर सोच्न आग्रह गर्दछु। सभामुख महोदय, देशमा 80 राजमार्गलाई राष्ट्रिय राजमार्ग बनाउँदा जुम्ला सुर्खेत सडकको बेहाल पार्ने काम कर्णालीका नेताले गरेका होइनन्। राष्ट्रिय गौरवका आयोजनाका नाममा देशमा 26 खर्ब निल्ने काम कर्णालीका नेताले गरेका छैनन्। कर्णालीमा पुगेर सोझा जनतालाई भ्रमित पार्नुभन्दा कर्णालीलाई क्षतिपूर्ति सहितको बजेट दिन पहल गरे भयो त। सरकार उनीहरूकै छ, के कुराले रोक्यो? विकास गरे भएको त के कर्णालीका मान्छेले चिठी ल्याइकन दिया छन् हामी गली गली विकास नगर्देऊ भनिकन? विभिन्न मापदण्ड बनाएर कर्णालीलाई बजेट र स्रोतविहीन पार्ने काम यिनै पुराना पार्टीका नेताले गरेका होइनन्।